घरपेटी आन्टी फननन घुम्दै कम्मर भाँच्ने, यता छोरी टिकटक बनाउन सिकाउने, उता बुढाबुढी मजाले नाच्ने। लु मैले पनि घुम्दिए एकचोटि फननन। चट्ट हिरो देखे नि नदेखे नि हिरो जस्तै फिल गरेर चस्मा लगाएर जेठालाल वाला सर्ट ढल्काएर भर्याङबाट ओर्लिँदै लागे म घरपेटी आन्टीको दोकान। तल जाँदा त सरर आइरहेछन् बुढाबुढी स्कुटरमा। ये कता गएको हो आन्टी भनेको त डेटिङ बाबा मर्ने बेला हरियो काँक्रो। लौ घरपेटी आन्टी डेटिङ सेटिङको कुरा छोड्नु, न्यू इयर भन्दा 4-5 दिन अगाडिदेखि नै जम न जम कतै घुम्न जम भनेर भन्नुभएको थियो। एउटा दामी नयाँ ठाउँ भेटेको छु चितवनमा, त्यहाँ लग्छु तिमीलाई भनेर भन्नुभएको थियो। खुरुक्क आज लग्नु भनेर भने। चिन्ता नगर न सबिन, तिमीलाई आज त्यही ठाउँमा लानी भनेर त तिमीलाई रेडी भएर बस भनेको भनेर भन्छन् बा। त्यसो भए ढिलो नगरिकन गइहालौँ आन्टी भनेर घरपेटी आन्टीको शाखा सन्तानै बोकेर घरपेटी अङ्कलको मर्सिडिज बेन्जमा हामी लाग्यौँ आजको गन्तव्यतिर। अङ्कलले गाडी चलाउँदा चलाउँदा लाइन चोक पुगाए। लाइन चोकबाट अझै अगाडि लगेर शहीद चोक पुगाए। शहीद चोक पुग्ने बित्तिकै चट्ट लेफ्ट लागेर अगाडि बढ्दै जाँदा दुईटा छुट्टिएको बाटो आइपुग्यो। त्यहाँबाट राइट साइड लानुभयो, यानि कि 9 गरे जाने बाटो। त्यही 9 गरे जाने बाटो लागेर हल्का अगाडि जाने बित्तिकै लिटिल फ्लावर स्कुल लाग्ने बाटो, यानि कि लेफ्ट साइड हो। त्यतै लागेर लिटिल फ्लावर स्कुल हुँदै अगाडि पुग्दाखेरि त यत्रो ठुलो पार्किङ स्पेस भएको ठाउँतिर लानुभयो। काँचै ल्याएछन् भनेर यसो माथि हेरेको त एडम्स लन्चन बार देख्छु बा। ठ्याक्क भित्र छिर्न थाल्दा सुबा साथी पनि निक्लिरहेको छ घर जानलाई। नजाऊ साथी घर सर, यहाँ घरपेटी आन्टीले पार्टी दिइरहेछ, आज हामीसँग हिँड भनेर उसलाई पनि लग्यौँ। अनि एडम्स लन्चन बार भित्र छिरेर यसो हेर्छु त यत्रो ठुलो स्पेस देखेर सातो पुत्लो फुल। यस्तो बब्बा लन्च चितवनमा नि छ भनेर म त दङ्ग पर्दै तलदेखि माथिसम्म माथिदेखि तलसम्म सबै हेरी भ्याए। होइन चितवनमा यस्तो राम्रो र यस्तो प्रिमियम एम्बियन्स भएको लन्च कहिले खुल्यो भनेर म त दङ्ग परे भाइ। त्यति मात्र कहाँ हुनु र गाँठै, त्यहाँ त एकदमै ठुलो स्विमिङ पुल पनि रहेछ, टेबल टेनिस खेल्ने ठाउँ, क्रिकेट खेल्ने ठाउँ, फुटसल हुँदा हुँदा त्यसकै छेउमा एउटा सानो क्याफे पनि रहेछ। बाबा यत्रो धेरै थोक एकै ठाउँमा, डबल ट्रिपल चौरल पचबर दङ्ग परे म त। सबै ठाउँ घुम्दा घुम्दा अति नै भोक लाग्यो। त्यसपछि सबजना चट्ट लाएर बसेर फुड एन्ड बेभरेज अर्डर गर्यौं, जसमध्ये सुरुमा त हाम्रो बेभरेजेसहरू आयो भने त्यसलाई चियर्स गर्दै सुरुमा त हामीले हाम्रो बेभरेजेसहरू खायौं, व्हिच वर सो रिफ्रेसिङ अनि एकदमै मिठो। र लगतै हाम्रो फुड्सहरू पनि आइपुग्यो। पिज्जा, च्वाचे डामेको, च्वाचे तावा, फ्राइड मोमो, फ्रेन्च फ्राइज, बर्गर, भैँसीको बडा राँगोको छोइला, चिकन छोइला, फ्रुट स्यालेड, चाहिनु पर्यो के हो के एभ्रिथिङ हामीले यस्तो मजाले खायौं कि ग्वाम नै खायौं। सबै कुरा पर्फेक्टली कुक प्लस स्वाद झन् एकदमै मिठो। एम्बियन्सको मामलामा, पार्किङ स्पेसको मामलामा, खानेकुराको मामलामा, बेभरेजको मामलामा त नो कम्प्रोमाइज। त्यति मात्र नभएर एडम्स लन्चन बारमा त लाइभ म्युजिक पनि हुने रहेछ 8 बजेदेखि। हामी चाहिँ अलिकति चाँडो पुगेको भएर मैले नै गएर गाइदिए 2-3टा गीत। टन्न खाएर 2-3वटा गीत गाएर फोटो सोटो खिचाएर टिकटक सिकटक बनाएर हजुरहरू पनि आफ्नो फ्रेन्ड्स एन्ड फ्यामिलीसँग कता जाने भनेर सोच्दै हुनुहुन्छ भने एडम्स लन्चन बारलाई सम्झिनु भनेर भन्न चाहे। आजको लागि यति नै। सी यू गाइज इन नेक्स्ट भिडियो। टिल देन बाई बाई।